हेलो फ्रेंड्स, गुड मॉर्निंग। आज म रेडी हुँदैछु। तो गएर गोर्खाहाटमा जानुपर्छ माइजूसँग। माइजू घर माथि छ, अनि गएर रेडी हुन्छु। और नुहाई हल्का हो, नुहाई गरेर अब जानुपर्छ हो। भयङ्कर जाडो छ, इट्स टु मच कोल्ड। मेरो हात हेरेर यस्तो छ, अन्त यसमा झाकी भएको छैन, यस्तो छ। अनि अब रेडी छिटो छिटो रेडी हुँदै थिएँ हो। अब गएर रेडी भएर उता माइजूको घर जानुपर्छ। माइजू कोमा पनि छ, त्यहाँ माइजू पनि छ, मामा पनि छ। अनि त्यहाँ गएर फेरि म तपाईँहरूलाई ब्लग देखाउँछु हो। इट्स बहुत टु मच कोल्ड हो, बहुत जाडो, के भन्नु। टु मच कोल्ड बारी रे रे रे, बहुत ठन्डा है। तपाईँहरूलाई फेरि म देखाउन चाहन्छु ल। अहिले बहुत ठन्डा छ बाहिर हो। दीवाना दिल टुडे मासुको ऐसी भनेर हो रेडी हुनुपर्छ फटाफट होइन। सिमीलाई यता राखौँ। जुत्ता पनि सब मैला भएको छ, जुत्ता पनि राख्नु पर्यो। जुत्ता लगाउनु पर्यो नि, जुत्ता पनि यस्तो छ। मोजा पनि बिग्रिरहेछ। जता हेर्नु हुँदैछ मलाई हेर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् फटाफट। फेरि 10 भइसक्यो, 11 साढे 11 बजी जानु पर्थ्यो। फटाफट जानुपर्छ। जुत्ता हेलो गाइस, हामी म माइजू जान्दैछु गोर्खा हाटमा मिरिकमा छ होइन। म फर्स्ट टाइम गएको माइजूहरूसँग। अन्त त्यसको चाहिँ यो यस्तो वेदर छ, पानी परेर मिरिकमा हो। अनि यताबाट हेर्नुहोस् हो, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होला हो। कोमा हाई गरिदिनुहोस्, कोमा हाई गरिदिनुहोस्, हाई गरिदिनुहोस् यता हाई गर हामी सबै। अन्त हामी आज मिरिक जान्दैछु हामीहरू होइन, गोर्खाहाट जान्दैछु। हुन्छ ल, अब हामी गाडीमा चढे हो। म अगाडि बस्छु ल। ल हुन्छ, यो छाता पक्सिनु। म अगाडि बसेँ हो। कृष्णनगर स्ट्यान्ड, बस स्ट्यान्ड मिरिकको यताबाट ओह्रालो माइजूहरू जाँदैछ, हामी पनि जाँदैछु माइजूहरू अगाडि अगाडि, म पछाडि पछाडि। ओह्रालो जान्छु स्ट्यान्ड।
अनि यो झिल हिजो पनि देखाएको थिएँ यताबाट। अनि गोर्खा हाट यहाँ लाग्छ मेला गोर्खा हाट। अनि यो बजारहरू रहेछ हो। यता आउँदैछ माइजूहरू। अनि यो चाहिँ फोर सेल सेलको लागि राखेको छ। यो झेल हिजो पनि झेल गोर्खा फुड काउन्टर लागिरहेछ सेलको। यो चाहिँ के हो यहाँ हेर्नुहोस् झेल ब्युटिफुल छ ब्युटिफुल सिन। छ यस्तो हो सानो गरिदिउँ झेल यही हो गोर्खा हाट लागेछ। यही हो मेला गोर्खा हाट मेला। हेर्नुहोस् कति ब्युटी। यताबाट हामी आउनु पर्छ लागेछ गोर्खा हाट मेला। यो गोर्खा हाट मेला लागेछ मेला गोर्खा हाट मेला। आउन बनाउ न म त लामो बनाउँदैछु माइजू। मेला गोर्खा हाट मेला छुरी खुकुरीहरू पाउँदो रहेछ गोर्खा हाट मेला। यहाँ चाहिँ हाम्रो दादाले दबाईहरू देखाइरहेको छ हो। के दबाई छ हेर्दै गर्नुहोस् हो। अरू पाउँछ कुकीहरू। यो चाहिँ यहाँ चाहिँ यस्तो छ हो। अब दबाई निकाल्नु हुँदैछ। भट्टाभट्टी गरिदिनुहोस् ल म भट्टाभट्टी देखाइदिन्छु। हेर्नुहोस् यो क्याल्सियमका लागि यो बनसिलम यस्तो मजाको यो ओरिजिनल यो क्याल्सियमको लागि ढाडहरू दुख्ने यो अब मासीहरू नहुनेलाई यो हाफ लिटर पानीमा चाहिँ यति भिजाइदियो भनेदेखि तातो पानीमा भिजायो भने तपाईँहरूको एकदमै त्यो टुलुलुलु परेको एलोभेरा जस्तो हुन्छ। यो छ यो पुत्काको मह हेर्नुहोस्। यो साँपले ठुँगेकोमा कुकुरले टोकेकोमा कुनै प्रकारको तपाईँहरूको यो यस्तोतिर काँडाहरू बिजेको त्यो जुन चाहिँ त्यो अजिरो पल्टेको हुन्छ नि त्यसलाई अलिकति कोटाएर चाहिँ यो पुत्काको मह लायो भनेदेखि हुन्छ। र आफ्नो जिउ तन्दुरुस्ताको लागि यो पुत्काको मह त्यस्तो खालको छ। र साथै हजुर हजुर छ। र यो छ तपाईँहरूको चाहिया पोतोहरू काटेको डढेकोमा चाहिँ यो भेडाको घिउहरू हो। हजुर भेडाको घिउ यो एकदमै ओरिजिनल यो छङ्गु साइडबाट मैले हेडीकोटबाटै मैले गोठालेकोबाट लिएर आएको। तपाईँहरूले लाएर प्रयोग गर्नुहोस्। डढेकोमा अब अनुहारमा तेलहरूले मरमसला केले अब पटेटो पड्केर चाहिँ लागेको हुन्छ त्यो कालो दाग छ भने अब तपाईँको छ नि हौ त्यस्तोमा लाउनुहोस्। यो यसको अब खै 150मा छ। अब अलिकति यताउता गर्दा 100मा चाहिँ म यसरी दिन्छु। हजुर यो सर्दी खोकीको हो र कतिवटा मालिसको दबाई पनि काम गर्छ। तपाईँहरूले यो चाहिँ ट्राई गर्नु सक्नुहुन्छ। हेर्नुहोस् त छुन यो अलिकति यो यस्तो गरेको छु। तपाईँले अलिकति यस्तोमा दलेर यस्तो गर्नुहोस्। तल घाँटीमा पनि लाउनुहोस्।
तपाईँलाई कस्तो यसले चाहिँ आकर्षित दियो कस्तो भयो यहाँनिर भिडियोमा देखाइदिनुहोस् सर पर र भाइक भएन भयो यो एकदम झुटा मैले बेचेको होइन हो भिक्स जस्तो हुन्छ त्यो 3200 सामानहरू मिसाएर यो बनाएको लाउनु एकछिनबाट चाहिँ कमसेकम आधा मिनट 1 मिनट भित्रमा चाहिँ तपाईँले युज हुन्छ सरर हुन्छ तपाईँको स्वरहरू पनि क्लियर हुन्छ हेर्नुहोस् ए त्यो तपाईँहरूको चाहिँ कस्तो भनेदेखि त्यो मार्गी पाकेको त्यो धेरै भयो भने त कोनी ए त्यो भर्खर लाग्ने हो भनेदेखि चाहिँ हजुर अलिअलि हेर्नु अलिअलि मात्रै गर्नु न ल सेलरोटी आधा सुक्खा कोदोको यो चाहिँ कोदोको सेलरोटी यो चाहिँ सेलरोटी हो दिदीको हुन्छ यता बनाउँदै रहेछ दिदीहरूले सेलरोटी हो यहाँ चाहिँ मजाको यता बहिनीको सेकुवा यो चाहिँ दिदी के हो यो चाहिँ चिकन सेक्वा चिकन सेक्वा नि ए हुन्छ चिकन सेक्वा रहेछ दिदीको अब हैन चटनीहरू पनि छ खाँदैन मलाई थाहा छ नि सेक्वा म त पर्मिसन नमागिकन गर्दिनँ नि त पर्मिसन मागेरै गरेँ त्यो चाहिँ कसलाई बनाइदिएको भाइलाई है नमिठो भयो भने पनि क्षमा गरिदिनु ल आज फर्स्ट मैले तिमीहरू अचारै छोडिएछ फेरि एक भाइले जिस्काएर के हो यता हाम्रो मान्छेहरू बसिरहेछ कोमाहरू बसिरहेछ यता भनिदिनुहोस् न चामलको मकैको यो चाहिँ मकैको यो कोदोको अनि यो चामल हुन्छ दिनुहोस् भयो हुन्छ थ्याङ्क यू यो कोदोको पनि दिनुहोस् न एउटा कोदोको 15 पर्छ हुन्छ यो कोदोको 15 रुपियाँ रहेछ मजाले बनाउँदैछ यता बहिनी रहेछ यता बनाउनु छ ल यो चाहिँ नै यो आलु दम हो हुन्छ हजुर सेलरोटीसँग खानुपर्छ आलु दम यो 20 रुपियाँ गरेर आलु दम चाहिँ हुन्छ भयो हुन्छ अलिकति प्याज चटनी खोर्सानी दिएर दिँदो रहेछ हुन्छ थ्याङ्क यू